भयो भयो के यहाँ हामी 3 जना माया आफूले बोलेर लास्टमा चाहिँ त्यतिकै अघि मलाई छुर्लीलाई पनि मेकअप गर्दै गर्दै मोबाइल सबको लगाने आता है खोपा उहाँहरू चाहिँ बरु त्यहाँबाट जाँदा हुन्थ्यो कि है हजुर उहाँहरू चाहिँ त्यहाँबाट जाँदा उता दिनु हुन्थ्यो जाने भन्नुहोस् अब एक्लै त बस्नु हुँदैन नि लरिन्छ पनि त यहाँ त बसिएछ इदुङलाई चाहिँ ए यतापट्टि आमा चाहिँ त जाँदा हुन्छ नि आमालाई मात्दैन कोही नि गइहाल्नु अनि एनुमाया चाहिँ उता जाऊ एनमा आऊ अनि भाइसँग त होइन म भाइलाई समात्छु दर्शन हजुर उहाँलाई फेरि यतिखेरै फोन आएछ सिम चाहिँ धन्नाले टिप्दो रहेछ हजुर म एकछिन पछाडि कल गर्छु हजुरलाई हस् अगाडिको अलिक राम्रो रहेछ सस्तो यता हेर न वा मजा भयो कस्तो भयो मजा भयो टुटु हुन्छ क्या जाने 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 झर्नु आपा हिँड्नु हिँड्नु आपा एकजना नझरी फर्किनु पर्ला ठाडो हो कि फोटो खिच्नु भित्र भयो भित्र फोटो खिच्नु बोलायो अनि त्यो भन्छ खिच्यो नि वेट बढी भएर भनेर चाहिँ हो कि त्यो उयो भएर होइन क्या हुने बेला भइसक्यो वेट बढी पनि हुन्छ क्या ओह्रालोमा उहाँहरू यता आएको भन्थ्यो मलाई त मुटु चिउ चिउ त्यसमा मलाई पो उल्टो पऱ्यो
हुन्छ आप्पा पनि के रमित हेर्नुहुन्छ बरु आप्पालाई चाहिँ गर्दा हुन्थ्यो है ला नि अब मलाई त उनीहरू साह्रै डर लाग्छ कि डराउनु ओह्रालो हुँदैन त यसमा त यस्तो त्यहाँसम्म हुन्छ त डर लाग्छ खै के भएको भएको ओह्रालो त लाग्यो रोटे पनि खेलेको छैनौ खेलेको अन्त टेन्सन हुँदैन नि होइन मनोकामना झट झट बनाउँछ त अलिक यो भन्दा त मनोकामना यहाँ त आएको अब घोट्लुक होइन तर मनोकामना जस्तो नहुने रहेछ फुपा घुट्लुक यतिको त डर हुँदैन नि त उकालो जस्तै भयो मलाई त घुट्लुक नपार्ने क्या बाइक चढे जति पनि नभएको के हामी मनोकामना जाँदा त फुपा पुरा होइन बादल लाग्यो ला हामी त कुन दुनियाँ आयौँ भनेर कान्छाले स्वर्ग आयौँ हामी त भनेको अरूहरूसँग घटलक घटलक हाल्नु कस्तो डर लाग्दो भएको थियो नि यहाँ त खै त त्यो नयाँ हो नि त किनकि यतिकोमा त आनन्द भयो झन् डरै हुँदैन नि त्यो होइन मम्मी नहुँदा त्यति साह्रो उयो पनि गर्दैन बानी बनाउँदै गर्नुपर्छ नि त निन्दा 9 बजीसम्म सुत्ने मान्छे 5 बजी उठेको अनि मामा रुख कि फुपा नाले कुटे जस्तो लाग्छ उसलाई कसले कुट्यो मामालाई भनेर जुरुक्क उठेर मामा उसलाई के अरे कोकुलाई कुटेर ल्याउने लाने के भएको होइन नानु राम्रो रातो रातो दाल जगाइनु अर्को चेक पोस्ट आउनु लाग्यो तसो लिफ्ट चढ्दाखेरि त्यस्तै फुपा ए लिफ्ट होइन स्केलेटर आमा स्केलेटर हो? यति तल होइन बनाउँदैन एक्लै काम जानु खोज्छ अनि हाततिर चेप्छ भनेर अनि काको काय गर्नुपर्छ खोलो त उता खोलो please भन्दै। खोल्दैन नि ऊ अर्को गयो छोरा बाई गरिदेऊ त्यस्तै जाँदैछ भिडियो गर्दै ढोका खुट्टा टाढो राख्नुहोस् ढोकाको सरेर नबस्नुहोस् ए बस्ने माथि बसिरहेको ड्रेसिङै गर्ने रहेछ त्यसो भए यता म र बुवा यताति टुप्पो टुप्पोमा बसेकोले यताति अलिक तलै गयो नि हामी त रेड कलर तिनजनाको निकाल न तिम्रो छुट्टी गएको थियो ए आमाको तिमीहरूको त निकाल न मेरो त हो आमा र भाइको चाहिँ के ए यस्तो गरेर टिकटक बनाऊ